मैले मात्र होइन तपाईहरुले पनि सुन्नु भएको छ है। छोरीको जीवन बिहे गरेपछि साँच्चै कस्तो अलग सा परिवर्तन हुन्छ है भनेर। के साँच्चैको हो त छोरीको मात्र जीवन परिवर्तन हुन्छ त? ल आउनु है म भन्छु। सो हेलो एभ्रीवन, नमस्ते। फेरि स्वागत गर्दैछु अभिसभी के सानोबाट पनि छोटो प्यारो भिडियो ब्लगमा। हजुर हो, छोरी मान्छेको जतिको त छोरा मान्छेको बदलिँदैन भन्छन् नि। छोरी मान्छेको त कति धेरै परिवर्तन हुन्छ है। गाउँ घर परिवार साथी भाइ दिदी बहिनी सबै जग्गा परिवर्तन हुन्छ भन्ने कुरा हामीलाई सबैजनालाई थाहा छ। र त्यस्तै नै छोरा मान्छेको चाहिँ के चाहिँ परिवर्तन हुँदो रहेछ भन्ने कुरा तपाईहरु पनि सोच्नुहुन्छ होला र म पनि सोच्दछु होइन। र त्यस्तै नै छोरा मान्छे आज कसैको छोरा भएर कसैको ज्वाइँ हुनु जाँदैछन्। अब त आमाको कुरा सुन्नुभन्दा पहिले बुढीको कुरा सुन्नुपर्छ होला भन्ने कुरा कति धेरै डर होला। आमालाई एउटा कुरा भन्दा बुढी रिसाउली, बुढीको कुरा सुन्दा आमा रिसाउलिन्। कसरी मिलाएर राख्नुपर्छ भन्ने कुरा कति धेरै टेन्सन होला। त्यो छोरा हिजो अस्ति रातिमा बाइकमा जहाँसुकै जाने आज कति सोच्नुपर्छ होला। थेत मैले त यस्तो गरेर हुँदैन भन्ने कुरा कति धेरै सोच्नुपर्छ। त्यो एकमात्र छोरालाई थाहा छ। त्यति धेरै हामी भन्नु पनि सक्दिनौँ किनभने हामीहरू छोरी हौँ। छोरीको कुरा कस्तो के हुन्छ कसरी के हुन्छ हामीहरू सबैले बुझ्दछौँ। तर छोरा मान्छेलाई कसैले बुझ्दैनन् भन्छन् नि। हजुर हो, त्यो त बहुत सही कुरा भनेकै हुन्। छोरा मान्छे कति धेरै दुःख कष्ट कति धेरै भएर पनि आफ्नो ओठमा मुस्कान लिएर मान्छेलाई खुसी दिन्छन्, परिवारलाई साथमा राख्छन्, परिवारको सहारा बनिन्छन् है। र त्यस्तै नै आज हेर्नु, एउटी आमाले छोरा जन्माएर छोरी जन्माएर अरूकोलाई सुम्पिन आँट्दैछन्। हजुर, आमाले पनि त आफ्नो काखबाट दुर्ने त गरेको हुन्छन् नि त जब त छोराको बिहे भयो। हिजो अस्तिसम्म के एउटा भन्ने अगाडि केही नसोच्ने आमा आज त्यो बुहारीको अगाडि म कसरी यसरी निचा गिराउन सक्छु या यसरी भन्न सक्छु भनेर त्यो आमाले सोच्नुहुन्छ होइन। हजुर हेर्नु न, यो पल मलाई त जसले जे भन्छ थाहा छ। तपाईँहरूलाई के भन्छन्? विसा तिमी त घरको एउटी छोरी छेउ, एउटी नभए एउटी यस्तो टाइपको पनि छैन। राम्ररी बिहे गरेर जानु, आमा बाउको नाम रोसन गर्नु। ए बा एउटीले त यस्तो गरी अर्कीले यस्तो गर्लान् भन्ने छैनन् भनेर यति धेरै बुझाउनुहुन्छ नि। म के भन्नु। लु यी सब कुरा चाहिँ छोडौँ न त ल। म तपाईँहरूलाई यहाँ केही कुरा भन्नु आँट्दैछु। यहाँ चाहिँ हेर्नु न, मेरो भिडियोहरू हेर्ने अरे कति धेरै राम्रो लाग्छ है। तपाईँ अभिसभी के होइन, म चिन्दछु त तपाईँलाई, तपाईँको भिडियो हेर्छु त भन्दिँदा कति धेरै खुसी लाग्छ।